वाच गरिदिनु होला। स्वागत छ यहाँहरू सबैजनालाई फेरि पनि आज एउटा छोटो नयाँ भ्लगमा। हामी चाहिँ अब कता जाँदैछौँ? गोकर्ण भाउजूकोतिर एकछिन घर हाँक्नु जाँदैछौँ। अन्तिम समय हेरिदिनु होला है त। गोब्रो किन्ने अरे यसले पछि गोब्रो के किन्ने अरे कान्छु? गोब्रो ए बाटोमा हिँडाइन ए हात गल्यो। यति बोक्दा हात गल्छ तपाईँलाई? यसलाई बोकाएको नि भारी गाइसरी हेर्नु। म भरि बहिनी भएपछि त यतिको त बोक्नु परेको नि। यतिको फाइदा हो। यतिको फाइदा भएन भने दिदी भएको के काम? पनि पछि नजन्मिनु होला, अघि मात्रै जन्मिनु होला। तैँले भनेर अघि जन्मिनु मिल्ने भए त म पनि धेरै अघि जन्मिएर नि के पो गर्थेँ। जेठा जेठी मात्रै भएर जन्मिनु होला, कान्छा कान्छी भएर नजन्मिनु होला। कान्छा कान्छी भने यस्तो छाडा हुन्छ यहाँ किन भन्नुभयो भने गाइज अब यहाँ गाह्रो छ भन्नु नि पर्यो। आजमा एउटा छोरा छ यसको, त्यो एउटा छोरा पनि हेर्न सक्दैन यस्तो छाडा हुन्छ यहाँ। बेला मौकामा यसले सताउँछ के भन्नु भनिसकेपछि हल्का रमाइलो छ नि त हाम्रो जिन्दगी। फर्काइदिएको हेर्नु गाइजहरू, कारण चाहिँ छोराको। तर मलाई चाहिँ जहाँसम्म लाग्छ दिदीहरू भयो भने चाहिँ आमा बाउ जस्तै हो कि। यस होइन, गाली पनि गर्छ, नराम्रो भनौँ नराम्रो बिग्रोस् नाचोस् भनेर त गाली गर्दैन। तपाईँको गालीमा पनि मेरो लागि चाहिँ ताली नै हुन्छ क्या। स्याबास साँच्चै भन्नु स्याबास। अब म 50 यतिको चाहिँ हुनुपर्छ। अब यसले निस्के खाजा दिएर बेला त भएको छैन होला, त्यहाँ राखी गएर आइजन। प्रकृतिको चाहिँ त्यो प्लास्टिकवालाको झोलाको दिदिनु थोरै होइन, त्यो चाहिँ प्रकृतिलाई आजदेखि त्यहाँ नाम उता लोइसमाको लेखा छ, नाम चाहिँ मेरो लेख्ने बहिनीलाई दिने भन्छ। अनि त्यही भएर हस् लाइज यसले चाहिँ खाजा दिएर भित्र आइसक्यो। ओइ अब यस्तो पनि हो फेरि मोटु, यस्तो पनि हो हिँड्दै जाउँ। यहाँ सुन्नु न, यस्तो पनि हो क्या। अनि फेरि गाली खाइरहेको मान्छे कहिले गाली गरेन भने होइन मैले किन आज गाली खाइनँ भनेर राम्रै काम गरेछु भन्ने खालको आउँदैन। गाली खाइएन त होइन, गाली भन्ने हुन्छ क्या बानी भएपछि चाहिँ। ल ठिक छ। अनि आज चाहिँ मैले कराउनु परेन यसलाई भनेर हुन्छ कि हुँदैन? तपाईँलाई भन्नु हुँदैन। मलाई त गाली नखाँदा पनि पिर पर्छ, गाली खाँदा पनि घट पिर पर्छ। ल सुनिदिनुहोस् गाइजहरू, के अरे हामी गाडीमा जाने कि हिँडेर? हामी ल यस्तो गाडीमा जाऊँ अनि आउँदा चाहिँ हिँड्ने हो ल। हिँड्दै आउनुलाई टाइम फेरि कतिखेर हुन्छ? प्रकृतिलाई निकाल्नुपर्छ। ल त्यही त अहिले चाहिँ गाडीमा जाने अनि एकछिन गफसफ गर्ने, धेरै भयो नि त भेट्न भएको। एकैछिन मात्रै बस्ने है, आधी घन्टा जति बसौँ। ल त गाइजहरू हामी गाडी चढ्छौँ। अब हामी दिदीमा आएको हेर्नु गाइज, यस्तो बिजोक हो, गाडीबाट झरेर हिँडेको, गाडीले नि माथ्यो है। यस्तो पनि हुन्छ जिन्दगी यस्तो पनि हुन्छ, गाडीले माथेर। मलाई त बोल्नै मन लागेन, गाडीले माथेको बोल्छे। गाडीले त कस्तो साह्रो। मेरो एक मुस्कान नै काफी छ कि खलासीलाई चाहिँ अरे मारेछ खलासीलाई पो। ड्रेस लाएर कसलाई चाहिँ रहेछ भनेर सुनेको त खलासीलाई पनि तपाईँलाई ठक्क पारिदियो। ल त त्यसो भए ठिकै छ। पानी पर्यो तर छुट्टै मजा आइरहेछ। पानी पर्दा पनि भिज्दै हिँड्नु मजा आइरहेछ गाइजहरू। आज चाहिँ अल्छी लागेर मैले गोप्रो नल्याएर पुरा मोबाइलबाट खिचिरहेको छु। अल्छी नि भएपछि यस्तै हो। पानी पर्यो आनन्द आउने गरी। ठुलो पनि छैन नि त, थोरै फिर अब चाहिँ हामी आइपुग्नु पनि आँट्यौँ होइन।
चाहिँ मान्छे रहेछ त मान्छे रहेछ त अरे हेलो हेलो भाउजू मेरो भाउजूलाई खतरा भिडियो हामी चाहिँ फर्किसक्यौँ भाउजूहरूकोबाट त्यहाँ गएर त्यहाँनिर उयो ऐसेलु पुगेर छ के हुन्छ यसले औषधि हुन्छ यहाँनिर चाहिँ एकदम आनन्दको ठाउँ छ क्या यस्तो दामी ठाउँ छ यी आनन्द लिएर बस्नुपर्ने ठाउँ छ हामी चाहिँ उता के अरे सहरको बिचमा भएको भएर बसेको भएर चाहिँ नि यतातिर आउँदा चाहिँ कस्तो आनन्द मजा लाग्ने क्या होइन हामी चाहिँ भाउजूहरूकोमा पुगेर नि फर्क्यौँ बिचमा भिडियो खासै खिच्न पाइएन गफै बेसी गयो गफ गरियो दरो अब चाहिँ हामी घर फर्किँदै गरेको अवस्था हामी त्यसै नाकलबारीको बाटो हुँदै हामी जोरपाटी जाँदैछौँ हौ गाडी जाने बाटो चाहिँ पारी हो तर हामी जङ्गलको बाटो जाने इच्छा गरेको भएर हामी जङ्गलको बाटो हुँदै 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 जान लाग्यौँ ल यहाँ त मङ्की के गरिरहेछ मङ्की त्यसले त लोड्डु खाँदो रहेछ अनि हाम्रो जस्तो चाहिँ हुन्छ त नि अच्छा हो त रहेछ 5वटा हुँदो रहेछ हो रहेछ हो रहेछ तपाईँलाई बहिनीले भनेको कुरा चाहिँ कति मजाको यो के को घाँस के को यो बोटो यस्तो मजाको के अब जङ्गल एकमा भैँसी चाहिँ तै पाल तै राख तै घाँस काट्नु आएछ यो भिरदेखि गुल्टिन चाहिँ नगुल्टी खाँदिनँ पहिलो कुरो तैँले पाल्दैनस् कसरी म खानु वा कस्तो है भर्खर पानी परेको नि त अघि कस्तो आनन्द आएको छ है वा यो जङ्गलको नि एक प्रकारको मिठो स्मेल आइरहेछ क्या बास्ना हो कि होइन भन् त है जङ्गलको यो पानी परेर घाम लाग्यो नि त्यही भएर प्रकृतिसँग यस्तै बसेको अलिक माथि क्या अलिक माथि क्यामेरा घामले आहानी यस्तो भइरहेछ देख्दिनँ उयो के को बोट रहेछ उयो फलिरहेछ त नासपाती जस्तो सानो सानो त्यो हेर त ऊ है यहाँनिर यहाँ यो त उयो के अरे यसको दाना रहेछ त यहाँ ओइ नजाएर बाबा अला तलतिर भैँसी नपाली गुल्टिन्छस् क्या यता आइज नाटक नगर है बबिना भन्दा भयो भन्दैछु किन उ त्यहाँ हो त दिस लुक एट दिस कति मजाको त्यो त उयो मात्र आउँछ त्यो त डह्रो हुन्छ नि ल फाइनली टिप्यो नि त नखानु है फेरि खा तै खा यस्तो किनकि मेरो नानाले कस्तो राम्रो भने उयो यसको नाम के हो यो इस यसलाई भागकारी होइन यसलाई हजुर यस गाउँमा हुन्छ यो हाम्रो घरमा हाम्रो गाउँतिर हुन्छ क्या आनन्द के यो ठाउँ फुस्रे होइन यसलाई होइन हौ के थाहा त मलाई थाहा छैन यस्तो आनन्दको ठाउँ छ कि यस्तो आनन्दको ठाउँ छ कि यहाँदेखि नजाउँ लागिरहेछ ढिला भइसक्यो तर पनि जान मन छैन यता यहाँतिर चाहिँ कति राम्रो भ्यू रहेछ के मतलब यहाँतिर कति हरियाली अनि फुलहरू यस्तो राम्रो चिटिक फुलिरहेको फुल पनि रहेछ अनि हामी चाहिँ अब यहाँदेखि सिधी घरहरू हिँडेको तर पुरा यताउति अल्याङ तल्याङ गर्दै जाँदैछौँ होइन त बबिना अल्छी लाग्दै
चाहिँदैन त्यो भलिबल हो दिस इज अ भलिबल तर केही पनि देखाएको छैन मैले भिडियो कस्तो भइरहेछ केही थाहा छैन किनभने आज अल्छीको कारणले यस्तो हुँदैछ हैन गोप्रो ल्याउनुको अल्छीले बोक्नुको अल्छीले क्यामेरा बोके पछाडि ब्याग भिर्नै पर्छ अनि ब्याग भिर्नु यता उता तान्दङ तुन्द्रुङ त्यही भएर अल्छी लागेर आज चाहिँ मैले क्यामेरा नलिई आएको कि के गर्नु क्यामेरा नल्याउँदा पनि यस्तो हुँदो रहेछ दुःख यस्तो मजाको छ कि यहाँतिर रुखहरू यत्रो सानो सानो रुखहरूलाई पनि यस्तो कलरफुल बनाएर छ क्या पोललाई पनि अनि सबैजना यसरी हिँडिराख्नु भएको रहेछ यहाँ वाउ ओए दामी भिडियो निस्किँदो रहेछ यार भरे त मेरै हातमा हो कस्तो राम्रो ठाउँ पो देख्दो रहेछ यार अब चाहिँ के हामी छोटो छोटो भ्लगलाई पुरा आधी बाटोदेखि सुरु गरेको आधी बाटोमै इन्डा हानिदिनु पर्यो यस्तो राम्रो ठाउँहरू छ यहाँतिर चाहिँ घाम आँखामा लागेर कि घामले यस्तो साह्रो पारिरहेछ त्यही भएर अब भ्लग इन बाई 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 फुल वाच गरिदिनु होला